हेलो जोहार है। हामी मन जाति क्या मधुबगान हामी मन मधुबगान जाति मोर संग आहे मोर 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 संग और शंकर बहन और हम 3 जन मिलके मधुबन जाए। मधुबन जाति घूम के इट्स टू डिफिकल्ट बट मैं सीख रहा हूँ। म सिक्दैछु। मधुबन जाने चाहिँ बाटो चाहिँ यस्तो छ, हेर्नु यहाँनिर हुँदैछ। यहाँ चाहिँ छ साङ। त्यो पल्टेगयो पल्ट्यो। हामी चाहिँ गएको दिदी घर है र तर यस्तो दामी वेदर भइरहेको छ नि। वेदर चाहिँ दामी वेदर छ कि पसिना पसिना भइरहेको। तर यहाँबाट पर गयो भने चाहिँ शीतल हुन्छ। हामी चाहिँ भर्खरै हिँड्नु सुरु गरेको हो, तर यहाँ यो उहाँ महोदय गइसक्यो, सक्दैन अरे। एकछिन नै भयो है हिँडेको। हामी अलिकति पर ब्याकग्राउन्ड अघि हो त मैले भिडियो गरेको हो। यहाँ अलिकति मैले थाक्यो भने 500 मिटर पनि हिँडेको छैन हामी, 100 मिटर पनि हिँडेको छैन। 100 मिटर नहिँडिकन थाक्यो भन्दैछ, के गर्नु। अब हामी जानुपर्ने चाहिँ यो डल्लै यो जङ्गल होइन, यो बगान हो। यानि कि के भन्छ, यो चियापत्ती काटेर उतापट्टि चाहिँ गाउँ छ दिदीको। अन्त हामी जान्छु। गरम छ, तर यो अनि घाम चाहिँ, तर यहाँ चाहिँ साग टिप्ने हो भन्दैछ। झोला सोला लिइरहेको छ। खुकुरी साग भनेको चाहिँ निङ्ग्रो हो हाम्रोमा, तर यहाँ चाहिँ सबैले खुकुरी साग भन्छ हो। खुकुरी जस्तो सेप भएर नि यस्तो खालको हो। अब त्यो टिप्दै जाने अरे अब टिप्नुपर्छ। यो चियापत्तीको चाहिँ अब कलम काटेको छैन र यो चाहिँ राखेको बिजन, अब मतलब यहाँबाट कलम काटेर चाहिँ अर्को चियापत्तीको बोट यसरी रोप्छ। पत्ता लगाउँछ। यसको पत्ताले हुन्छ के हुन्छ थाहा भएन मलाई, तर यसरी रोप्छ। कटिङ गर्छ त यसलाई। यहाँ दिदीले ठिक भन्दा, बहिनीले ठिक भन्दैछ। भन्दै बहिनी कटिङ गरेर नर्सरीमा लगाउँछ। लु साथीहरू भाइहरू, तपाईँहरूले भनिदिनु पऱ्यो के गर्छ, मलाई चाहिँ थाहा भएन। यहाँ चाहिँ यसले पत्ता काट्छ भन्छ, एउटा नर्सरीमा लान्छ भन्छ। जे छ तपाईँहरूले भन्नु पऱ्यो। लु यसलाई चाहिँ कसरी चाहिँ फेरि के भन्छ अर्को पौधा बनाउँछ है। हो लो एसन कटिङ गर्दै भन्दैछ। लो एसन कटिङ गर्दै भन्दैछ हो। देखियो यस्तो यस्तो कटिङ लान्छ। जान्दैन अन्त हो, यो जान्दैन। लो नजान्ने बाटो भइबस्छ। त्यही त, नजान्नेहरू त बाटो नहुनु नि है। त्यही त। खै कहिले आउँछ दिदी घर? रोड त दामी छ। खुकुरी सागको लागि एकदमै मैदानमा उत्रे। खुकुरी साग अरे यस्तो डेडिकेटेड छ नि, डेडिकेटेड। आफू चाहिँ यहाँ बसेर इन्स्ट्रक्सन सुपरभाइजर दिँदैछ, उपरे चढ्ने भन्दैछ। लु भयो त, आफू चाहिँ जानु छैन हो। उसलाई बिचरा यो घारीमा उपरे चढ भन्दैछ। अब बेसी न उयो हेर है राम्ररी के हुन्छ। यहाँ पनि छ हो। ए निङ्ग्रो त ठुल्ठुलो छ त, तर यो ठुलो पनि मिठो हुन्छ भन्छ है। मिठो हो। एउटा त अस्ति ल्याएको थियो कि मिठो थियो, माथिबाट सुनादाबाट ल्याएको चाहिँ। होइन लतक्कै पाक्दो रहेछ नि त। फेरि छैन होला भनेर सोचेको थिएँ। यहाँ रहेछ। नुहाउनु आउँथ्यो। खै पानी छ? ए त्यही, तर उयो चाहिँ रहेछ त पानी चाहिँ अलिकति भयो नि। बडीगार्ड सेते सेते मैदानमा उत्रे दुईजनै दिदी बहिनी उत्रियो। खोज्दैछ खुकुरी साग एकदम। आज चाहिँ यसले मलाई खुकुरी साग खिलाएरै छोड्ने भन्दैछ।
खुकुरी साग खानुको लागि चाहिँ म हाँसीमा र सताली चिया बगान आइपुगेछु है खुकुरी साग खानुलाई चाहिँ। तर मलाई भएकै कुरा यो निङ्ग्रो चाहिँ मनपर्छ, यसै मलाई सबै मनपर्छ, निङ्ग्रो त अझ बेसी मनपर्छ किनभने यता फ्रेस हो। फ्रेसको त कुरै नगरौँ। राम्ररी टिप राम्ररी टिप। म चाहिँ यिनीहरूको सुपरभाइजर हो आज। यिनीहरूलाई चाहिँ मैले काममा लगाएको छु खुकुरी साग के भन्छ टिपेर खिलाउनुको लागि, किनेर चाहिँ होइन, टिपेर यसरी मेहनत हेर्ने यसरी मेहनतले। र यिनीहरू बहिनी यहाँबाट टिप, यहाँबाट यहाँ छ यहाँ राम्ररी राम्ररी। लु आज चाहिँ खुकुरी साग चाहिँ खाइन्छ पर छिटो 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 म पैसा काट्छु है। कति टिप्यो देखो देखो ए टिपे सब त फेरि आम्मा भेरी गुड। यता देखो बहिनी हेर त आमा उसको त डबल भेरी गुड। ल पुरै टिपाएर खिलाउने भयो आज। यहाँ भित्रमा नै कलेक्ट गरेको यतिमै पनि पुरा हुँदो रहेछ यहाँ त। होइन नि हाम्रोतिर त्यस्तो हुँदैन तर हुन्छ होला, तर हाम्रोमा चाहिँ सानो सानो खालको छ। खुट्टा राख सिधै, खुट्टा राख। केमा जान्छस्? टोटोमा जान्छस् कि हिँडेर जान्छस्? हिँडेर गयो भने त बाघ भालु आउँछ। बुझ्दो रहेछ दिदी घर आइपुग्यौँ। अब दिदीले पनि यहाँबाट चाहिँ हामीलाई सब ल ल ल यहाँबाट चाहिँ अब हामीलाई यहाँनिर दिदीको बारीबाट चाहिँ पाउँदैछ अब सब्जी साग अरे के भन्छ तपाईँहरूको यो सागलाई के अरे? यो कोडा साग के अरे के अरे? कडा साग हुनु चाहिँ फर्सीको फुल हो। कडा साग भन्दैछ हो। लो दिन हुँदैछ दिदीले एकदम लानु अरे पकाएर खानु अरे हो। ए खै के भएको छ? ए दिदीको यहाँनिर हो यसरी किचन गार्डनिङ त्यस्तो हो नि है। मेवा भइरहेको रहेछ। यो मेवा होइन ए मेवा ए पपिता हो। अरू के भएको? यो के हो है? यहाँ पनि त उयो रहेछ त। यो के हो? यो इस्कुस हो कि यो के हो? यो के को पत्ता हो? गिराउलाको। ए यसो मजाले किचन गार्डनिङ यो फुल लगाएछ। खै ए राँचीबाट ल्याएको काजु त्यो उयसमा त्यो काजुको यो बोट हो सब्जी। ल ढिलो भयो, ढिलो भइसक्यो। अब हामी चाहिँ फर्किन्छौँ है। अब हाम्रो यहाँको टुर खतम भयो। के बगानको के भन्यो? मधु बगानको टुर खतम भयो। दिदीलाई धन्यवाद। अझै आउनु मजाले भएछ। तुलसीको बोट त एकदम मजाले भएछ है। तुलसीको बोट मजाले यस्तो गार्डनिङ गर्नु चाहिँ मलाई पनि राम्रो लाग्छ है। दामी बनाउनु भएछ दि। हामी चाहिँ टोटोमा जाने भनेको थियौँ हो, तर अब हाम्रोमा चाहिँ एकदमै ठुलो जिम्मेदारी सेते यो चाहिँ हामीलाई मालिक बनायो यसले। ज्यादा यसलाई पछि लागेर आएर चाहिँ यसको लागि चाहिँ हामी यहाँ दिदी पनि आउनु पर्यो हो। हामी सब अर्को दुश्मन पछाडि दुश्मन यसको लागि चाहिँ हामी चाहिँ एकदमै हामी जाँदैछु। अब यसको लागि चाहिँ अब हामी हिँडेरै जाँदैछु। अब के गर्नु, यस्तो माया लगायो कि कुकुरले फेरि हामीलाई के गर्नु आयो, मजबुर भयौँ हिँड्नुको लागि। दिदी पनि आयो हो हामीसँग छोड्नुलाई। राति भन्छ तपाईँ जाँदा हुन्छ हौ, हामी फर्किनु छ त पुरै हो यहाँनिर। हाम्रो अगाडि पुरै छ डुब्दा सुरज। ल अब तपाईँ जानु। हामी चाहिँ यहाँनिर छुट्टिँदैछ दिदी। बाई बाई। ल भेट हुन्छ फेरि बिहान त आयो। अब हामी चाहिँ गएको 3 जना हो। अन्त हाम्रो अगाडि यहाँ उसैको लागि चाहिँ हामी यत्रो हिँड्नु पर्यो, तर मजाको रहेछ। हेर्नुहोस् कस्तो दामी लागिरहेको छ। ल बाई 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 बाई। यहाँ हेरिरहेको जावतरी भन्दैछ। ल बाई बाई।
ओए यार रुख कस्तो दामी देखेछ कस्तो दामी देखेछ हौ हामी चाहिँ राति भइसक्यो हामी चाहिँ ए यो उसले गर्दाखेरि चाहिँ हामीलाई ढिलो भयो है ऊ त्यो उसको भिडियो कल आएकोले गर्दाखेरि चाहिँ हामीलाई यति ढिलो भयो हेर्नु यस्तो राति भइसक्यो हो बाघ आउँदैन अन्त बाघ आएर के भयो आउँदैन होइन आउँछ यहाँ बाघ आउँछ यहाँनिर बाघ आएर हामीलाई केही भयो हामी तिनजनालाई केही भयो भने चाहिँ यहाँ छ जिम्मेदारी चाहिँ उसले लिन्छ जिम्मेदारी लिने मान्छे चाहिँ यहाँ छ हामीले भिडियो बनाएर ऊ ए हाम्रो बडीगार्ड ए बडीगार्ड पनि आउँदै रहेछ बनाउँछु त अन्त बनाउँछु तैँले हो भुलाएको हामीलाई आएछ सेते पनि आएछ हो उसैले गर्दा हो यो हामी अब तैँले गर्दै त हो नि ढिलो भएको नि धन्न यहाँ बडीगार्ड छ डर छैन हामीलाई ल ल ल ओइला त यो फोन र खै यो यसको अनुहार देखाउँदैन त ल ल भिडियो गऱ्यो भनेर भिडियो अफ गरेछ ल कति लाग्छ है भिडियो बनाएकोले गर्दा उसले भिडियो अफ गरेछ भगवान् अब चाहिँ फाइनली हामी आइपुगिसक्यौँ चाहिँ यी बोर्डर क्रस खतरनाक बोर्डर क्रस गर्छु अब हामी आइपुग्यो गाउँ अहिले चाहिँ यहीँ मिलाको साथीहरू भेट्नु आएको छ स्कुलको साथीहरू चाहिँ भेटघाट गर्नु आएको छ औ नाग उसको नाम चाहिँ के भन्यो तिमीलाई पान्छेहरू चाहिँ यहाँ पुरा गफ गर्दैछु अहिले भर्खरै त हामी आइपुगेको हो है यहाँ चाहिँ साथीले चाहिँ ल्याइदिएको छ ब्रेड चप हामीलाई हो यो चाहिँ मलाई हिजो खाएर मिठो भएको थियो र उसले ल्याइदिएको हो अहिले राम्रो आयो यहाँ चाहिँ साथीहरू आएको छ अब हामी खाँदैछौँ ल यो चाहिँ मलाई हिजो पुरा मन परेको थियो हो यसैले उसले ल्याइदियो हो उसले अर्डर गर्यो उसले ल्यायो यहाँ खाँदैछ यहाँ हामी खाँदैछौँ मलाई चाहिँ साह्रो मन पर्यो साँच्ची नै यो यसमा नयाँ स्टाइल छ यो बिटोले हेर्दैछ हामीलाई ए यो अब यस्तो होला मैले चाहिँ नयाँ देखेँ नि त त्यो ब्रेड चपभित्र चाहिँ यसरी काटेर हाल्दो रहेछ उसले हो तर त्यही भएर दामी छ यो तपाईँहरू पनि ट्राई गर्नु होला यसरी ब्रेड चप काटेर है दामी छ